हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा फेरि पनि वेलकम छ। अन्त मैले चाहिँ कति दिन बादमा भ्लग कन्टिन्यू गर्दैछु किनभने लाइक म अलिक बिजी। मैले भ्लग कन्टिन्यू गर्दैछु। स्पेसल डे चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो चाहिँ काकाको बिहा छ आफ्नै काकाको फ्यामिलीमा। अन्त त्यो गर्नुको लागि चाहिँ मैले भ्लग गर्दैछु किनभने मेमोरी हुन्छ नि त पछिसम्मको लागि। अन्त टाढो भएको मान्छेले पनि हेर्न पाउँछ, जस्तै कि मेरो आमाहरू यहाँ हुनुहुन्न, आदि काकाहरू यहाँ हुनुहुन्न, त्यही भएर चाहिँ हेर्नु पाउनुहुन्छ। त्यही भएर मैले भ्लग गरिरहेको छु। अनि तपाईँहरूलाई चाहिँ म अब यहाँ डेकोरेसनहरू सबै देखाउने छु। ल गाइस पर्खिनुहोस् ल। अहिले चाहिँ बेलुकाको उयो भइरहेको छ तर पेन्डल अहिलेसम्म लगाइसकेको छैन नि त। अन्त त्यही कारणले यहाँनिर चाहिँ अहिलेको फिलहालमा यस्तो छ होइन। अन्त यहाँ हुनुहुन्छ हाम्रो बेहुलाको आमा, यहाँनिर छ पेन्डल होइन। यहाँनिर चाहिँ अब यो भन्न आँटेको छ गाइस। अहिले चाहिँ लाइक 10 बजिसक्यो होइन। अन्त यतिकै डेकोरेसन भयो। अन्त म यहाँ चाहिँ यहाँ लोखण्ड के अरे बेहुला र बेहुली बस्ने जग्गामा बसिरहेको छु। अन्त यस्तो भइरहेको छ अहिलेको डेकोरेसन चाहिँ फिलहालमा। अहिले पनि काम गर्नुहुँदैछ गर्नेहरूले होइन। अन्त तपाईँलाई म अरू भिडियोहरू देखाउँछु नि ल। यस्तो हो गाइस, महँगो यो हो नि त। मलाई हेर्नु चाहनुहुन्छ अर्को एपिसोडमा के छ त्यो नाम भनिदिहाल्नु न। यसले पनि अब भ्लग खोल्छ अरे, च्यानल खोल्छ अरे, युट्युब च्यानल छिट्छ कि गाइस। अनि त्यही भएर अहिले चाहिँ यतिको भइरहेको छ होइन। बलुनहरू लगाइराख्नु भएको छ। अन्त उपर गाना बज्दैछ। अन्त हामी दुईजना चाहिँ यहाँ बसिरहेको छु। त्यति हो गाइस। अहिले म तपाईँलाई अब एकैचोटि यति मात्रै देखाउँछु किनभने अब फेरि भ्लग लामो हुन्छ नि त। त्यही भएर आज म यहीँ एन्ड गर्छु। अन्त भोलि चाहिँ तपाईँलाई म यसमा देखाउँछु है एकैचोटि। त्यसम्मको लागि चाहिँ बाई बाई। यो चाहिँ डे 2 होइन। जस्तै कि आज चाहिँ बिहा हो। अन्त लाइक हिजो चाहिँ मैले तपाईँलाई अलिअलि म देखाएको थिएँ। अनि आज चाहिँ म तपाईँलाई यो के भन्छ प्यान्डल डल्लै देखाउने छु नि है। हेर्दै गर्नुहोस् ल ल। यहाँदेखि चाहिँ हाम्रो वेलकमको उयो छ होइन। यहाँदेखि चाहिँ वेलकम गेट छ। अन्त यहाँ प्यान्डल्स भयो। यो चाहिँ भयो यहाँ फोटोसुट अभियसली त्यो त हुनै पर्छ होइन, चाहिने कुरा हो। अन्त यहाँनिर चाहिँ छ हाम्रो पेन्डल। पेन्डल हेरे यति गाउँ बेहुला बेहुली बस्ने ठाउँ होइन। अन्त यहाँनिर चाहिँ अहिले यो पानी उयो गर्छ होला। अहिले चाहिँ गरेको छैन फिलहालमा, यस्तैको भएको छ। यो भयो यहाँ चाहिँ बुफेको उयो भइरहेको छ। बुफे राख्ने ठाउँ यो चाहिँ हो। यतिको यो चाहिँ हो बार। खासै नदेखाउने हो र पनि अब यहाँ चाहिँ बार बनाएको रहेछ। यहाँ चाहिँ जेन्ट्सको मात्रै हो तर यहाँनिर चाहिँ बार छ। यहाँनिर अहिले यस्तो भइरहेको छ। अहिले केही भएको छैन फिलहालमा। बेहुला अरे बेहुला। बेहुला यहाँ छ बेहुला। यहाँनिर चाहिँ गेस्टहरू बस्ने हो। अहिलेको लागि चाहिँ टाढा टाढाको यति मात्रै छ। अन्त यो चाहिँ हो मेरो आजको आउटफिट गाइस होइन। एकदमै धेरै गर्मी भएको कारणले गर्दाखेरि चाहिँ अब के भन्नु, एकदमै धेरै भन्दा पनि धेरै मात्रामा गर्मी भइरहेको छ। त्यही हो, म तपाईँलाई ब्ल्याकको अलिअलि क्लिप देखाउँछु नि अहिलेको लागि चाहिँ। बाई बाई। यहाँ चाहिँ अब बेहुला र बेहुला निकाल्ने दिन। जाऊ हात पक्रेर जाऊ न पे बापासँग।
बेहुला बेहुली र छोरी कुनै गरेको छैन गर्नु न आधोहरू छ नि त यहाँ चाहिँ फोटोसुट हुँदैछ गाइस आङ्गीहरूसँग यहाँ आङ्गी अरे मामहरूसित आयो मम्मा यहाँ चाहिँ बनाउनु हुँदैछ सेलरोटी अमिताको आमाले यहाँ हुनुहुन्छ हाम्रो अरुन्दाको मम्मी अनि यता हुनुहुन्छ हाम्रो रितेश दाको मम्मी गर्मी भयो होला नि चाहिँ हाम्रो खाना पकाउनेहरू हुनुहुँदो रहेछ अनि म तपाईँहरूलाई देखाउँछु नि है यहाँ चाहिँ के पाएको छ त्यो चाहिँ म भित्र जाँदिनँ अनि यति चाहिँ भइरहेको छ यहाँनिर छ गोर्खे चटनीको मालिक नि यहाँ छ मटर पनिर फिस चिकन यहाँ हुनुहुन्छ आखे के हो चाहिँ के भन्छ आधी बेला राख्छ नि अन्त हामी चाहिँ यहाँ खाना खाँदैछु हो खानामा चाहिँ यस्तो छ भन् म देखाइदिन्छु दे म देखाइदिन्छु दे न म त त्यो क्यामेरा पक्रिदिन्छु अहिले पर्दैन यतिको देखिरहेछ नदेखा भात अघि देखाएको मैले कडा खाँदै मासु अर्कै छ नि त त्यो हेर्नु गाइज मलाई भिडियो आउनु छैन न यहाँ चाहिँ एकदमै गर्मी भइरहेको छ गर्मी चाहिँ के भन्नु बहुत से भी बहुत ज्यादा ल गाइस अहिले भात खाएर भेट्छु नि ल म चाहिँ तपाईँले एउटा कुरा देखाउन गइरहेको छु म र मेरो बहिनीको आउटफिट हामीजना चाहिँ सेम अनि यहाँ चाहिँ अर्को बहिनी छ जेनी छ भने आउँछु डो हाम सब कजन जेनी सा कस्तो छ मेरो यो म र प्रेमसाङको चाहिँ सेम नि प्रेमसाङ अन्त बिहामा अन्त लु भन बिहामा कस्तो लागिरहेको छ मजा आइरहेको छ छैन एकदम मजा कसको बिहा भनिदेऊ कसको बिहा अरे उसको आप्पाको मम्माको यहाँ छ मेरो आगोको छोरी जो को भन्छ मेरो साइला कि को पो माइलाको छोरी हो यहाँनिर पनि छोरी छ अनि यहाँ हामी सबैजना हामी कजनहरू नि बहिनी गाइस म चाहिँ तपाईँहरूलाई मेरो भाइहरू भेटाउँछु यो हो मेरो आफ्नो भाइ के गरेको नि ऊ भाइको थाहा छैन होइन ए मामा अरे हाम्रो अन्त यहाँ चाहिँ के भन्छ अब बिहा चाहिँ सकेको आजको बिहा होइन अन्त लाइक अब यो चाहिँ लास्ट हो भइरहेको छ मान्छेहरू चाहिँ होइन अन्त मैले चाहिँ भ्लग गर्ने बिर्सेँ छु गाइस के भन्नु अब त्यही आई वाज बिजी Mama
बोलेको छैनौ मिठो पानी आयो मेरोमा धाराको पानी खान्छे नानी बोकेको कम्मरमा बोलेको छैनौ मिठो पानी आयो मेरोमा